यहाँले चाहिँ सङ्गीतलाई आफ्नो हिसाबमा भन्नु पर्दाखेरि चाहिँ कसरी बुझ्नुहुन्छ? सङ्गीत भनेको चाहिँ मलाई लाग्छ यो आधारभूत आवश्यकता नै हो जस्तो लाग्छ अहिलेको परिवेशमा। र पहिल्यैदेखि होला सायद, यसको त इतिहास धेरै लामो छ होइन। सङ्गीत चाहिँ नि अर्को प्लानेटमा पनि गाइन्छ भन्छ होइन। सो सङ्गीत यस्तो चिज हो, म त भन्छु एउटा शब्द मिठो बोल्दा कति मिठो हुन्छ नि होइन। त्यही शब्द रुखो बोल्दाखेरि रुखो हुन्छ। त्यही शब्दलाई छन्दबद्ध गरिदा त गजल बन्छ, कविता बन्छ। त्यो कवितालाई नै अलिकति लय हालेर थोरै मात्रै गुनगुनाउँदाखेरि त गीत बन्दो रहेछ। त्यही गीतले हाँस्ने, रुने, कराउने, फिल गर्ने हुनाले सङ्गीत त एउटा भनौँ न अपरिहार्य चिजै हो। त्यो चराचुरुङ्गी, पशुपन्छी, सायद निर्जीव वस्तु बाहेक सजीव वस्तुलाई सबैले मनपर्ने।